नमस्कार। कार्यक्रम भेटघाट चौतारी मैनचेस्टर टेलिभिजनको साप्ताहिक रूपमा प्रसारण हुने एक मात्र नेपाली कार्यक्रम तपाईहरुलाई स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता धनेन्द्र रसाइली। भुटान एउटा अचम्मको देश हो। त्यसै देशमा जन्मिएर त्यसै देशलाई माया गर्ने बहुसंख्यक जाति नेपालीले आफ्नो भाषालाई माया गर्नु पनि अपराध मानिन्छ। एक दिन विद्यालयमा छात्र छात्राहरू लाग्दछ मलाई रमाइलो मेरी पाखा पखेरो गीत गाइरहेका बेला त्यहाँका सरकारी कर्मचारीहरू आउँछन् र सारा नेपाली पुस्तकहरू आगो लगाइदिन्छन्। तर पुस्तक जलाउँदैमा भाषा जलेर निप्दैन। त्यही जलेको खरानीबाट झन्झर सुन्दर गोल सिमल जस्तै नेपाली भाषा संसारभरि फैलिन्छ। चाहे त्यो गीत संगीतको माध्यमबाट आओस्, चाहे त्यो कलम कुचीको माध्यमबाट आओस्, अर्थात् नेपालीको रहन सहन या बसाइको माध्यमबाट आओस्। आदरणीय दर्शकबिनहरू, यिनै नेपालीहरू आफ्नो भाषा कला संस्कृतिको बचाउको निम्ति आफ्नो ज्यानको समेत बाजी राखेर आफ्नो देश छोड्न बाध्य नेपाली भुटानीहरू आज विश्वमा छरिएर रहेका छन्। उनीहरूले आफ्नो देशलाई कसरी सम्झिरहेका छन्, आफ्नो जन्मभूमिलाई कसरी सम्झिरहेका छन्। नमस्कार बहिनीहरू। नमस्ते। बहिनीहरूको नाम के होला? मेरो नाम लीला खनाल हो। मेरो नाम चाहिँ हेमा ढुङ्गेल। के गर्दै हुनुहुन्छ तपाईँहरू? हामीहरू अहिले स्कुल पढ्दैछौँ। कति क्लासमा पढ्दै हुनुहुन्छ? हामी अहिले 9 मा हाई स्कुलमा। अहिले त सानै पनि हुनुहुन्छ। अब नेपाली कतिको बोल्नुहुन्छ? नेपाली हामीहरूको राम्रै छ। अब घरमा नेपाली नै चल्छ। फिलहाल स्कुलमा अङ्ग्रेजी चल्छ धेरै जस्तो, र पनि हामीहरू यहाँ नेपाली सिक्न प्रयास गरिरहेको छौँ। बिर्सिन चाहिँ सकिँदैन किनकि हामीहरूको मातृभाषा हो। नेपाली बोल्न त गाह्रो हुन्छ होला हो आजभोलि? कोही बेला चाहिँ त्यो राम्रो शब्द चाहिँ अलिक उयो साह्रो गाह्रो पर्छ। शुद्ध नेपाली चाहिँ अलिक सकिँदैन। अब यतिको चाहिँ चल्दैछ अहिलेसम्म। तपाईहरु नेपालमा जन्मिनु, शरणार्थी शिविरमा जन्मिनु भयो है? हजुर। कुन क्याम्पमा जन्मिनु भयो तपाईहरु? म चाहिँ टिमाईमा। म खुजनाबारीमा। त्यहाँ आफू जन्मेको ठाउँ, आफू हुर्केको, आफू खेलेको ठाउँलाई कतिको सम्झिराख्नु भएको छ? सम्झिरहेको छौँ। माया लाग्छ है? लाग्छ। अब हामीहरूको साथीहरू त्यहीँ थिए, अनि अहिले छोडेर आयो। आदि साथीहरू कहाँ कुन स्टेटमा छन् नभए पनि थाहा छैन। त्यति कन्ट्याक्टहरू चाहिँ भएको छैन, तर कोहीजना चाहिँ आउँछ। शरणार्थी क्याम्प र यहाँ अमेरिकाको बसाइमा के फरक भएको छ? फरक धेरै छ। अब एउटा त भयो भाषा, अर्को भयो रिलिजन, अनि त्यहाँनिर अब त्यति धेरै सुविधा हुँदैन थियो हामीहरू जब नेपालमा बस्थ्यौँ। अनि यहाँ धेरै सुविधा छ, जस्तो भयो हेल्थको, खाने। यहाँ अब राम्रो ठाउँमा बस्नु पाएको छौँ, घरहरू अरू केहीको टेन्सन लिनु पर्दैन। अनि खाने पनि अहिलेसम्म चल्दैछ। अनि के पढेर के बन्ने सोच बनाउनु भएको छ? मलाई डिजाइनर हुन मन लागेको छ, फ्यासन डिजाइनर। मलाई चाहिँ सानैदेखि डक्टर हुन मन परेको, अनि डक्टर नै हुन मन छ। हस् त, यहाँहरूको इच्छा पुरा होस्। हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईँलाई धन्यवाद। नमस्कार हजुरआमा। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु। हजुर कुन भुटानबाट आउनुभएको? हामी शान्तिबाट आउने हौँ। तपाईँको नाम बताइदिनुहोस् न। मेरो नाम त अब पहिल्यैदेखिको कलामाया हो। कलामाया? हजुर। कलामाया के हो? दर्जी। अनि तपाईँ कति भयो अमेरिका आउनुभएको? हामी यहाँको त 7 वर्ष भयो। अब लामो समयसम्म क्याम्पमा बस्नुभयो, शरणार्थी शिविरमा। त्यहाँको र अमेरिकाको के फरक रहेछ त? खोइ अब उहाँभन्दा त
अब के गर्नु, अब सुखसुरता भएर पनि यी नै राम्रो। तर मेरो नानीहरू जवान गए, नानीका बाउहरू, नानीको आमाहरू गए। अनि मलाई एकदम मेरो हृदय रोइरहेको छ, मन रोइरहेको छ। के गर्नु, अब जति रोइ कराए पनि जाने नानीहरू फर्केर आउँदा रहेनछन् र यस्तै शोकसोटामाथि बसेर भए पनि अमेरिका चाहिँ राम्रो रहेछ। छोराहरू जानुभयो, बुहारी जानुभयो भने कहाँ जानुभएको? अब उहाँहरू बितिसक्नुभएको? बितिसकेको। धेरै दुःख लाग्यो त्यो सुन्दाखेरि। भुटान साम्ची भन्नुभयो है, आफू जन्मेको ठाउँ, आफू हुर्केको खेलेको ठाउँ सम्झिँदाखेरि कस्तो लाग्छ? के गर्नु र, त्यो त अब जतिको होला उहीँ बस्नु, उहीँ अब हुर्की बढी गरेर उहीँ बस्न पाएको भए धेरै राम्रो हुन्थ्यो। तर अब हावाले जस्तो उडाएर यो ठाउँमा आइयो र पनि आएकोदेखि राम्रै छ। कसरी दिनहरू चाहिँ कसरी काटिराख्नु भएको छ? के भन्नु र, अब एक्लै बस्नु परेको छ। अनि दुःखै छ भनौँ भने, के दुःख, दिनभरि बसिरहेछ। तर बस्नु चाहिँ साह्रै गाह्रो रहेछ। बरु हिँड्नु डुल्नु, अब काम गर्दाखेरि कस्तो राम्रो ज्यान थियो। अहिले अब बसिरहँदाखेरि हिँड्न सकिँदैन, बिमारले पनि त्यतिकै चापिरहन्छ हो। अनि त्यति कोही बेला बाहिर गयो, कोही बेला भित्र आयो, यस्तै छ। अब घरि खान नसक्ने परिगयो र पाको भएर बस्नु चाहिँ साह्रै नराम्रो रहेछ। यसो हिँड्दै गरेका बेला चाहिँ दैवले पनि लगिदिइहालेदेखि चाहिँ राम्रो हुने थियो। तर के गर्नु, अब पर्खिनै पर्ने रहेछ, यस्तै छ। यहाँको त छोराछोरीहरू पनि छरिएर अरू देशमा हुँदो रहेछ। कस्तो लाग्छ सम्झिँदाखेरि? नराम्रो लाग्छ नि। नानी अब अन्तरे छोरो भुटान थिम्पूमा छ, नानीहरू 4 जना छ अरे। अब आफूले त उही कम्प्युटरमा हेराएर गऱ्यौँ, बोल्यौँ र यस्तै छ। छोराछोरी कान्छी छोरी पनि उही छ। आफू जन्मेको ठाउँ, हुर्केको ठाउँ, खेलेको ठाउँलाई कसरी सम्झिराख्नु भएको छ? त्यो त के भन्नु र, साह्रै माया लाग्छ नि। मायाले ताम्दो रहन्छ, के गर्नु। अमेरिका आउनुभएको कति भयो? अमेरिका आएको 6 वर्ष भयो। हजुर, आफू जन्मेको हुर्केको ठाउँ भुटान कसरी सम्झिराख्नु भएको छ? मलाई चाहिँ साह्रै नै याद आउँछ भुटान र नेपालको चाहिँ। किन हो नि, अब यहाँ उहाँ जस्तो डाँडाकाँडा यस्तो आफ्नो खानेकुराहरूदेखि लिएर सबै कुरै नै बदला छ, भिन्दै छ। त्यो हुनाले गर्दा उहाँको साह्रै याद आउँछ। क्याम्पको बसाइ र अमेरिकाको बसाइमा के फरक भइराख्नु भएको छ? क्याम्पको बसाइ त अब हाम्रो लागि त दुःखै हो हेर्दा देख्दा चाहिँ। तर अब आफ्नो कल्चर, आफ्नो रीतिरिवाज गर्न नपाउँदा यहाँ चाहिँ अलिकति भिन्नता छ। तर क्याम्पको चाहिँ अब जस्तो दुःखैमा बसे तापनि सुखै भए जस्तो हुँदो रहेछ क्या। यो नेपाली भाषा बचाउको लागि तपाईँहरू के गरिराख्नु भएको छ? यो भाषाको बचाउको लागि हामीले जस्तै नेपाली कल्चर गर्दै ल्याएका छौँ। अनि त्यही हुनाले हामी बच्चाहरूलाई पनि नेपाली बोल्न सिकाइरहेका छौँ। घरमा पनि इङ्ग्लिस बोल्दैनौँ हामी इङ्ग्लिस बोल्छौँ त। जहाँ अफिस, बजार, हाट बजारमा मात्रै हामी इङ्ग्लिस बोल्छौँ, इङ्ग्लिस प्रयोग गर्छौँ। घरमा हामी बच्चाहरूलाई नेपाली नैबाट सोध्छौँ। नेपाली कल्चर पनि हामी मनाउँदै आइरहेका छौँ, अहिलेसम्म मनाइ पनि रहेका छौँ। हामीले यो नेपाली भाषालाई हामीले मास्यौँ, हामीले प्रयोग गऱ्यौँ न भने हाम्रा अहिलेका साना बच्चाहरूले यो भाषा सिक्ने
सिक्न सक्ने छैनन्। यदि हामीले राम्रोसँगले यो भाषा बढाउँदै लग्यौँ बोल्दै गयौँ भने हाम्रा बच्चाहरूले त्यसैलाई निरन्तर दिएर जानेछन्। नमस्कार। नमस्ते। सन्चै हुनुहुन्छ? हजुर सन्चै। के गर्दै हुनुहुन्छ आजभोलि? केही छैन, यत्तिकै बसो घुमो खायो त्यही त नि। हेर्दाखेरि हामीले झट्ट हेर्दाखेरि अशक्त देखिन्छ, तपाईँलाई कस्तो लाग्छ? जस्तै म यस्तो छु नि, मलाई त्यस्तो नराम्रो लाग्दैन, किनभने मलाई सहयोग गर्ने मेरो बाबा आमा हुनुहुन्छ होइन। प्राय संसारमा सबैजना यस्तै हो, म मात्रै होइन। कतिको त अब आँखै छैन, तिनीहरू हेर्न संसार देख्न सक्दैनन्। म त यस्तो छु भनेर मैले यसरी बसेँ भने तिनीहरूले अब आँखै देख्दैनन् नि, तिनीहरूलाई झन् कस्तो हुन्छ। त्यस्तो सम्झिनुपर्छ, म त्यस्तो सम्झिदिनँ, मलाई दुःख लाग्दैन त्यसमा। जस्तै मैले नेपालमा, मेरो नेपालमै काटेको हो होइन, र मैले नेपालमा हुँदाखेरि खुट्टा लाग्न पाएको थिइनँ, पाएको थिएँ तर राम्रो थिएन, र यहाँ आउँदाखेरि धेरै राम्रो भयो, र अहिले त्यो पनि छ मसँग, त्यही हो राम्रो। अनि परिवारमा तपाईँलाई कतिको सहयोग गरिराख्नु भएको छ आफ्नो परिवारले, त साथीभाइ समेत? गर्नुभएको छ सकेसम्म त अब होइन, जस्तै अब नसकेको दिन त के गर्ने, सकेसम्म त गरि नै रहनु भएको छ। तपाईँको खुट्टा छैन त, एउटा खुट्टा छैन, तर तपाईँ घरेलु कामहरू के चाहिँ गर्न सक्नुहुन्छ? के गर्नुहुन्छ? म सबै सक्छु। सबै गर्नुहुन्छ? हजुर, किनभने मैले म सक्दिनँ भनेर बसिरहन त मिलेन होइन, मैले गर्नुपर्छ। पछि पनि अहिले त आमा बाउ हुनुहुन्छ होइन, म गर्दिनँ सक्दिनँ भनेर मैले बसेँ भने त पछि त आमा बाउ सधैँ बसिरहने होइन, एक दिन न एक दिन मान्छे त मर्छ, त्यतिखेर कसले गरिदिने। अहिलेदेखि नै गरेको छ भने त्यतिखेर मैले त सबै गर्न सकेको छु, गर्छु भन्ने हुन्छ नि। कार्यक्रममा तपाईँको छोटो विचार राखिदिनु धेरै धेरै धन्यवाद। हजुर, तपाईँहरू पनि आएर सोध्नुभयो, धन्यवाद। के गर्दै हुनुहुन्छ आजभोलि? आजभोलि यसै अब आफ्नो कम्युनिटी सर्भिसमा लागेको छु होइन, एउटा एडल्ट डे केयर सर्भिसेस भन्छ। हाम्रो जो चाहिँ सिनियर मान्छेहरू हुनुहुन्छ, बुढापाकाहरू, उहाँहरूकै अब सेवामै अहिलेसम्म कार्यरत छु। तपाईँ युवा हुनुहुन्छ, तपाईँ जस्तै धेरै युवाहरूले अमेरिकामा ठुला ठुला सपना बोकेर आउनु भएको छ। ती सपनाहरू, ती युवाहरूको सपनाहरू पुरा भएको जस्तो लाग्छ तपाईँलाई? म देख्छु अहिले विशेष गरेर युवाहरू जति नै छन् भाइ बहिनीहरू, उहाँहरूको धेरै ठुलो एउटा अपर्च्युनिटी हो। अब भनिन्छ युएसए होइन एउटा ल्यान्ड अफ अपर्च्युनिटी भन्छ, हामीले सुन्दामा सबैलाई थाहा पनि छ, र यहाँनिर चाहिँ अब आफूले चाह्यो खोज्यो भने जहीँ पनि मिल्छ। त्यस्तै गरेर हाम्रो भाइ बहिनीहरू यहाँ आइरहेछन्, कति पढ्दा आइरहेछन्, कति पढेर पनि पढ्न नसक्दाखेरि यहाँ आउँदाखेरि पढ्न पाइरहेको छन् होइन। अब कतिजनाले कलेजहरू गइरहेको छ, कतिजना भाइ बहिनीहरू पढिसकेर पनि धेरै राम्रो एउटा सरकारी जागिर खाएर बसिसकेका छन्। अघि जस्तै अब भनौँ कोही मिलिट्रीमा गइसकेका छन् होइन, कोही पाइलट भइसकेका छन्, कोही कमर्सियल पाइलट भनिन्छ त्यस्तोलाई, कोही चाहिँ अब भनौँ तपाईँको रियल इस्टेट, अब घरहरू किन्ने बेच्नेदेखि लिएर धेरै धेरै अब राम्रो राम्रो कामहरू गर्दै गइरहेछन्। कोही भाइ बहिनीहरूले अब यो जुन चाहिँ स्कलरसिपहरू यस्तोहरू पाइरहेका छन् कलेज पढ्नु लागि, तपाईँको प्लस त्यसमा डक्टरेट गर्नु लागि। यो एकदमै गौरव कुरो हो। अब मलाई धेरै खुसी लाग्छ यस्तो देख्दाखेरि। तपाईँको नाम भनिदिनुहोस् न। मेरो नाम भीममाया गुरुङ। कति वर्ष हुनुभयो तपाईँ? म अहिले 55 वर्ष। भुटान कुन ठाउँबाट आउनुभएको? भुटान डिभिजन चिप्सु हो, डिस्ट्रिक्ट साम्ची हो, बसोबासा खै गाउँ तागे भन्छ, हामी बसेको त। लामो समयसम्म शरणार्थी शिविरमा बस्नुभयो, अनि अमेरिका आउनुभयो। के फरक रहेछ शरणार्थी शिविरको बसाइ र अमेरिकामा? के फरक पाउनुभयो?
अब शरणार्थी अमेरिका भनेको आफ्नो खुट्टाले आफै हातले कमाएर खाने ठाउँमा आएको हो। उहाँ भनेको अर्काले अब दियो भने खाने खाइयो थापेर दिएन भने हेरे बस्यो नि अब त्यस्तै ठाउँ अब के गर्नु। होइन शरणार्थी कस्तो थियो त जीवन त्यस्तै हो। तर यहाँ पनि शरणार्थीको जीवन भए पनि यहाँ भनेको अब मजदुरीले कमाइ खानु पायो। आपाङ्गालाई उनीहरूले सरकारले जो जस्तो धेर थोर भए पनि जीवन पालन घर भाडा लगाइदियो बस्नु पाइयो त्यति खुसी नै छ हामीलाई। के चाहिँ राम्रो रहेछ अमेरिकामा? अमेरिकामा अब गर्ने भन्नेलाई गर्नु सक्नेलाई सदा दिनलाई राम्रो, गर्नु सक्नेलाई चाहिँ राम्रो छ, गर्नु नसक्दालाई चाहिँ अब के गर्नु, गर्नु नसक्नेको त अब त्यस्तै छ नि त खैरात। नमस्कार हजुर, सन्चै हुनुहुन्छ? हजुर म सन्चै छु, नमस्कार। हजुरको नाम भनिदिनुहोस् न। मेरो नाम चोडामणि रसाइली। कुन भुटानदेखि आउनुभएको? म दक्षिण भुटानको सिराङ डिस्ट्रिक्टबाट आएको। अनि यहाँ के गर्दै हुनुहुन्छ अमेरिकामा? अहिले म यहाँनिर अब यो अमेरिकामा आएर अब के गर्नु र अब यसो छोराछोरी नानीहरू स्कुल जान्छन्, म चाहिँ अब यसो काम साम यताउता गरेर नानीहरूलाई अब जस्तै पालन पोषणको कार्यक्रम चलाइरहेको छु। केमा काम गर्नुहुन्छ? म वालमार्टमा काम गर्छु। कस्तो रहेछ त यो रिफ्युजी क्याम्पमा धेरै समयसम्म बस्नुभयो, रिफ्युजी क्याम्प र अमेरिकामा के फरक छ त? भनौँ रिफ्युजी क्याम्पमा हामीलाई अब जस्तै अब एउटा बाँसको छाप्रो बनाएर दात्री संस्थाले एउटा जस्तै अब सेवा गरेर वतन गरेर राखेको थियो र हामीलाई फेरि अन्तर्राष्ट्रियकरण गरेर यो अमेरिकामा ल्याइयो। त्यस पछाडि उहाँको दुखसुख र यहाँको दुखसुखमा हामीलाई धेरै फरक पर्न गएको छ कि यहाँनिर हामीहरूले अब हावापानी आँधीबेहरी इत्यादिमा हामीहरूको डर चिन्ता व्यवस्थामा हामी आनन्दी रहन पाइयो यहाँ आएर चाहिँ। र एकलौटी हामीहरूले काम गरेर आउँदाखेरि हामीहरूलाई सबै कुराको जिउन खान पिउन जिउन दुःख सुखलाई धेरै आनन्द आइरहेको छ। हजुर यहाँ सुख के रहेछ दुःख के रहेछ अमेरिकामा? हामीलाई अब सुख भनौँ, हामीलाई सुख भन्नाले के सुख भन्नु, दुःख भन्नाले के दुःख पर्यो त भन्नु भने अब उहाँको तुलनामा हेर्नु पर्दाखेरि हामीलाई सुख भनेको हामीलाई हाम्रो नाना नानीहरूलाई अब वातावरण पढ्नमा भयो, अब सबै कुरा अब पढ्नको वातावरणमा स्कुल हामी बिरामी हुँदाखेरि दबाई पानी उपचारहरूमा धेरै कुराको सुख लाग्यो मलाई र त्यसलाई मैले दुःख भनेर चाहिँ अपनाउन चाहदिनँ। र यदि हाम्रा आमाबाउ वृद्ध भएका दाजुभाइ दिदीबहिनी आमाबाउहरू पनि आफ्नो अब दुखसुख अब मा बच्नु भइरहेको छ यहाँ र आफ्नो नियम नीति रिलिजनहरूमा पनि उहाँहरूले आफ्नो नियम पालन गर्न पाइराख्नु भएको छ। यसमा अब दुःखको त किन भन्नु होला र सुखै भन्नु होला यतिकोमा भन्ने मलाई लागिरहेको छ। नमस्कार अङ्कल, सन्चै हुनुहुन्छ? नमस्कार बाबु, म सन्चै छु। के गर्दै हुनुहुन्छ आजभोलि? आजभोलिको काम भनेको मेरो अरू काम छैन। अब बुढेलीपन भएर त्यस्तै बसिबसो गरेर मेरो दिन काटिन्छन्। कति भयो अमेरिका आउनुभएको? अमेरिका आएको हामीहरू 2011 अगस्त 1 मा हामीहरू अमेरिका आइपुगेका हौँ। लगभग 5 वर्ष भयो। 5 वर्ष भयो। कस्तो लागिरहेको छ अमेरिका? बाबु अमेरिका हामीलाई ठिकै लागिरहेको छ, राम्रै छ। यहाँ अब हामीहरू वातावरणहरू पनि राम्रै छ, हिँडडुल खेल साथीभाइ भेट्न इष्टमित्र भेट्न वरपर हेर्न घुम्न पाइने ठाउँ रहेछ। मलाई खुसी लागिरहेको छ अमेरिका। हजुर सबै आफूले दुःख गरेर कमाएको सहर सम्पत्ति आदि इत्यादि छोडेर अमेरिका आउनु भएको छ। आफ्नो जन्मभूमि अर्थात् आफू जन्मेको ठाउँ हुर्केको ठाउँलाई सम्झिनुहुन्छ कहिलेकाहीँ?
त्यो त सम्झना भइ नै रहँदो रहेछ नि बाबु। अब हामीहरू यो अब यत्रो टाढा मुलुकमा आएर बसेका छौँ हामी। अब त्यस्तै अब बस्दै लाँदाखेरि अब मन तन त त्यो पहिले आफ्नो जन्मभूमिमै पुगेको हुँदो रहेछ। अब त्यहाँ हाम्रा विभिन्न खालका सम्पत्तिहरू छोडिएका छन् अनि आफ्नो मन त उतै पनि हुन्छ र पनि अब त यतै पनि भिज्दै गइयो अलिक। अब दिन कसरी काटिराख्नु भएको छ? अब तपाईँले काम पनि गर्न सक्नु भएको छैन, अन्त अब त्यो उमेरको कारणले पनि होला होइन? हजुर, अब दिन काट्नुको चाहिँ बाबु यस्तै रहेछ। अब हामीहरूको काम पनि छैन र काम पनि अब गरिएको छैन। यस्तै नाना नानीहरूसँग नाता नातिनीहरूसँग घुमडुल खलखाल यस्तै कोही ओरतिर परतिर छरछिमेकीहरूकोमा गएर आएर यस्तै गरी दिन बिताइँदैछ, काटिँदैछ। यो अङ्ग्रेजी भाषा नजान्दाखेरिको समस्या के हुँदो रहेछ? यसमा चाहिँ हामीलाई ठुलो मुस्किल परिरहेको छ। किनभने अब हामीहरूले अगाडि भुटानका स्कुल पनि पढ्न सकिएन, त्यतिखेर थिएनन् पनि हाम्रा समयमा। र अङ्ग्रेजी भाषा पढ्न चाहिँ हामीलाई धेरै मुस्किल परिरहेको छ। र पनि अब यहाँ अब ल्याङ्ग्वेज क्लासमा गएर अलिअलि कोसिस चाहिँ गर्दैछौँ। आदरणीय दर्शकबिनहरू, संसारमा जतिसुकै ठुला महल भए पनि, सुखा सुविधाले सम्पन्न भए पनि आफ्नो देश, आफू जन्मेको ठाउँ र आफ्नो अस्तित्वभन्दा अरू ठुलो केही हुँदो रहेनछ। यसको प्रत्यक्ष उदाहरणको लागि नेपाली भाषी भुटानीहरूले गरेको बलिदानीलाई लिन सकिन्छ। आदरणीय दर्शकबिनहरू, कार्यक्रम भेटघाट चौतारी म्यानचेस्टर टेलिभिजनबाट प्रसारण हुने एकमात्र नेपाली कार्यक्रम हो। यो कार्यक्रम म्यानचेस्टर टेलिभिजनको च्यानल 23बाट प्रसारण हुन्छ र यहाँहरूले युट्युबमा गएर अर्थात् फेसबुकमा भेटघाट चौतारी लेखेर पनि यहाँहरूले हेर्न सक्नुहुनेछ। आजको बसाइबाट करिब बिट मार्ने समय भइसकेको छ। दर्शकबिनहरू, यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रिया भए यहाँहरूले हामीलाई सिधै फेसबुकमा अर्थात् युट्युबमा गएर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। र कार्यक्रममा सघाउनुहुने मित्र विनोद बस्याल, जोन इरिक र सागर कान्छा लगायत लक्ष्मण रसाइलीलाई धेरै धेरै धन्यवाद दिँदै आजको बसाइबाट म धनेन्द्र रसाइली पनि किनारा लाग्न चाहन्छु। नमस्ते।